यस आर्थिक वर्षको कुल बजेट हो रु 21 खर्ब 24 अर्ब 34 करोड़। अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष 2082-83 मा बजेट थियो रु 19 खर्ब 64 अर्ब 11 करोड़। मतलब यो वर्षको बजेट अघिल्लो वर्षको अनुमानित खर्चभन्दा 25% बढी छ। यो बजेट 3 भागमा बाँडिएको छ। पहिलो चालू खर्च जुन रु 12 खर्ब 70 अर्ब 58 करोड़ छ, अर्थात कुल बजेटको 59.8%। दोस्रो पुँजीगत खर्च जुन रु 4 खर्ब 31 अर्ब 10 करोड़ छ, अर्थात 20.3%। र तेस्रो वित्तीय व्यवस्थापन जुन रु 4 खर्ब 22 अर्ब 24 करोड़ छ, अर्थात 19.9%। अब यो पैसा आउँछ कहाँबाट? राजस्वबाट रु 14 खर्ब 5 अर्ब 31 करोड़ आउने अनुमान छ। वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड़, वैदेशिक ऋणबाट रु 2 खर्ब 47 अर्ब र आन्तरिक ऋणबाट रु 4 खर्ब 10 अर्ब उठाउने योजना छ। आर्थिक वृद्धिको लक्ष्य 7% राखिएको छ। मुद्रास्फीति अर्थात महँगाई 6% भन्दा कम राख्ने लक्ष्य छ। तर के यो सम्भव छ? अहिले नेपालको आर्थिक वृद्धि दर छ मात्र 3.85%, सरकारले भन्छ। राजनीतिक स्थिरता, विदेशी मुद्रा सञ्चितिमा सुधार र वित्तीय प्रणालीमा पर्याप्त तरलताले गर्दा यो लक्ष्य हासिल गर्न सकिन्छ।